सेवा गर्नु पर्यो भन्नुस्। हजुर केही पर्दैन बोलिदिनु भयो त्यतिकोमा धेरै धेरै धन्यवाद। धन्यवाद दिनै हो माथि आउने। के दिने त अब भन्नु त ल। के ट्याप ट्याप गरेर कि किन हल्ल्या? ट्याप ट्याप गरिरहेको छु हो। घर चाहिँ कता हो? मेरो सुदूरपश्चिम। ट्याप ट्याप गर्दा त्यसले हल्ल्या त नि खोइ कता छ हात कसरी ट्याप ट्याप गरे हो? बुढी औँलाले गरिरहेको हो ट्याप ट्याप गरेर। बसेर गर्नु न बसेर। भन त यहाँ लाइट फेरि ठ्याक्क अगाडि आउँछ कि म रुममा छु। बिहे गरेको कि बिहे स्वास्नी पहिला गएको? बिहे गरेको छैन कि स्वास्नी पहिला गएको छ? मेरो बिहे भइसकेको, मेरो बच्चा पनि छ, एउटा 4 वर्षको छोरो छ। तिमी कुन ठाउँबाट हो? म त लन्डन। अब फेरि लन्डन भन्दै भगवान्। तिमीलाई मैले थाहा छ अहिलेबाट हो, अस्ति नैबाट हो मैले त्यो के अरे तिमीलाई फलो गरेर तिम्रो भिडियोहरूमा लाइक कमेन्ट हान्ने, लाइभमा आउँदा ट्याप ट्याप गर्ने। तर आज पहिलोचोटि बल्ल माथि गेस्ट उठायो क्या तिमीले। अनि घरमा छोरो मात्र छ कि स्वास्नी पनि छ त? बुढी छ, छोरो छ, मम्मी हुनुहुन्छ। ए अनि मसँग चाहिँ के गफ गर्ने त अब? के अरे मसँग चाहिँ के गफ गर्ने त? लाइभमा केही पनि नबोल, म अहिले पछि इनबक्समा कुरा गरौँ भन्ने। त्यस्तै इनबक्ससम्म म पुग्न सक्दिनँ। यहाँ पहिले कुरा खोला अनि इनबक्स जाने हो। के गर्ने? के गर्ने? लभ गर्ने भन्छ मान्छे, डाइरेक्ट लभ गर्ने भन्छ लाइभमा यार। डाइरेक्ट हो, डाइरेक्ट यहाँ त डाइरेक्ट हो। इनडाइरेक्ट कुरा हुन्न। त्यो च्याट गर्ने न फुर्सद हुन्छ न मेरो इनबक्ससम्म पुग्ने समय छ, केही छैन। भनौँ के आवश्यक पर्यो? पुरा के गर्नु पर्यो? मलाई सबै पुरा छ, केही छैन। बोले भइहाल्यो, अरू केही चाहिँदैन। बोलेर यसो त्यो टुप्पाको घिउसिउ फालिदियो भयो होइन? त्यस्तो म त्यस्तो सोच्दैन। म त्यस्तो बोला सोच राख्दैन। सीतासँग बोल्दा झर्छ है? कोसँग? सीतासँग। को गीता? सीता नाम के छ मेरो? ए तिमीले भनेको म त को के गीता भनिरहेको छु। सीता भन न त, अनि गीता भन्छु अनि। सीता भनिरहेको छु, तिम्रो कान पो त्यस्ता त। अनि सबै कुरा पुगेको मान्छे अनि फेरि के गर्नु पर्यो त मैले? केही गर्नु पर्दैन, राम्रोसँग बोल्दै भइहाल्यो, त्यो भन्दा अरू बढी। कस्तो राम्रो र यहाँ भन्दा राम्रो त मलाई बोल्नै आउँदैन। त्यही भएर त अनि इनबक्समा पछि मेसेज गर्छु हेर भनेको त नि। इनबक्समा के मेसेज गर्ने? लाइभमा भन्छ कसैले के मेसेज गर्छ भन्ने नै लाइभमा हो भन्ने। यहाँ को छ र? धेरै मान्छे छैन, 2-4 जना त छ नि। 462 जना मान्छे छ हौ। सबै साथीहरू हो के? उहाँहरू पनि खुलेर कुरा गर्नु। मलाई चाहिँ होइन, आफ्नो म भिडियोहरू पनि लाइक कमेन्ट हानेर आउँछ होइन। कुन चाहिँ भिडियो मन पर्यो त? त्यस्तो भिडियो अचम्मै साथी नै बन्ने खाले कुन चाहिँ भिडियो छ र? सबै मनपर्छ तिम्रो भिडियोहरू मलाई। यो भिडियो मन पर्यो हो? कुन चाहिँ खै देखाउ त? आज बनाएको? आज बनाऊ। आजको त मैले हेरेको छु। म अलि भर्खरै ड्युटीबाट आएको अनि फेरि सुनसरीको दुहरी नगरपालिकामा श्रीमानले पेट्रोल छर्किएर आफ्नै श्रीमती अहिले एकछिनमा हेरिहाल्छु नि लाइभ कटेपछि। कहिले हेर्ने? अहिले एकछिनमा हेरिहाल्छु नि। कस्तो एकछिन भन्ने फेरि? भर्खरै ड्युटीबाट आएको यार, रुममा आएर कपडा चेन्ज गरेर नुहाइधुवाइ गरेर कपडा चेन्ज गरेर अनि लाइभमा यसो टिकटक हेरेर आएको। अनि तिमीलाई देखेँ, त्यही भएर अनि माथि आम भनेर अनि उ गरेको, एक्सेप्ट गरिहाल्यो। मलाई देखेपछि माथि चढ्न मन लागिहाल्ने। तेरी के कुरा गरे यार। यो हेरे हो? यो हेरे छैन हो? यो आजको होइन, यो आजको मैले हेरे छैन। म अघि भर्खर त ड्युटीबाट आएको। यता हेर न त, नहेरे मैले देखाइदिरहेको छु त।
भयो लाइफमा अब यति बोल्न मिल्दैन अब यही मजा यही राम्रो लाग्यो जाडाको गीतको दामी छ म अहिले हेर्छु अनि म कमेन्ट हान्छु कस्तो अहिले अनि देखाइदिएपछि त मन पर्यो भन्नु पर्यो नि त ल मन पर्यो भनिरहेको छु त नि अनि अरू तिमी राम्री छौ त्यो भन्दा अरू के चाहियो त अनि मभन्दा राम्री घरकी स्वास्नी छ होला नि त फेरि घरको त घरको भइहाल्यो नि हो किन घरकीबाट फिलिङ्स आउँदैन क्या हो बाबा होइन नि कान्छी त्यस्तो होइन अनि कस्तो त के भन्ने तिमीलाई मैले के भन्नु ल भन त ट्याप ट्याप हान न यार ट्याप ट्याप हान मजाले हान्दा रहेछौ मलाई पनि आनन्द आएको थियो हानिराख त एकछिन मैले यहाँ त्यत्रो पुऱ्याइदिइसकेँ ट्याप ट्याप हानेर सबै हेर्ने मात्र हुनु कसैले गर्दैन अनि साथी मात्र बनाउने कि बुढी बनाउने हो मलाई इनबक्समा हो कि इनबक्समा त्यस्तो हुँदैन त्यो इनबक्सको कुरा हुँदैन यहाँ हुन्छ बुढी बन्ने हो र तिमीसँग के छ र बुढी बन्ने खालको त तिम्रो केही त छैन के चाहियो र तिमीलाई ढिलो गर्दा जे पनि ढिलो गर्दा रहेछौ यार ढिलो अँ इनबक्समा आउँथ्यो एकचोटि अनि थाहा पाउँछ बल्ल भनिरहेको छु इनबक्ससम्म म पुग्दिनँ क्या मलाई नम्बर छोडिदिइराख न इनबक्समा आफ्नो नम्बर टिप म भनिदिन्छु ल रुक है एक सेकेन्ड रुक ल भाइ मैले ऊ कहाँ राखेँ यार रुकै कान्छे एकछिन कसैको नम्बर द्या यार म दिन्छु ल त कसैको नम्बर होइन तिम्रो नम्बर देऊ नाटक नगरिकन फेरि भाइ ए छिटो पेन आला छैन हलबाट ऊ छैन कागज छैन कागज ए लुक्स हाला न रूप ल एउटा फुल अझै ठोकिदिएँ मैले कान्छीलाई एउटा फुलले हुँदैन काका तिम्रो त्यो चाउरेको फुल अघि पनि एउटा ठोकेको यार हड हान हड हान हट चाहियो हड हान वान कि हड हान कि चुप्पा हान अनि पक्का हुन्छ नभए त खासै हुँदैन यार चुप्पा हान्नको लागि त कान्छी अब यहाँ चाहियो त अनि मसँग पनि छैन म पनि मेरो नयाँ आइडी हो मसँग पनि छैन यार कि चुप्पा हान कि हड हान हट हाने त अनि त्यस्तो हड हुँदैन ठुलो हान उ त माथिको कुन चाहिँ उ त माथिको कहाँबाट हान्ने त्यो म त यो टिकटक कहाँबाट अहिले यो जहाँबाट हाने तिमीबाट हान त्यही त यहाँ कुन चाहिँ हट भनेको तिमीले यो फिङ्गर हट कि फिङ्गर होइन के यस्तो हट यस्तो खै देखाउ त यस्तो त्यस्तो गरेको कहाँ छ यार देखाउँदैन त हौ क्विन सुइन केही भर्या छैन होला कहाँबाट देखाउने हो र कसम मेरोमा अब लास्ट ब्यालेन्स बचेको म स्क्रिनसट गरेर पनि पठाइदिउँ तिमीलाई दुईवटा क्विन मात्रै बच्यो अब दुईवटा तिमीलाई हानिहाल्यो 4वटा थियो म लाइफमा धेरै बस्दैन कि लाइफमा बसे पो अब क्विन सुइन पनि अब यताउतिबाट झारम भन्नुहुन्छ अब बस्दैन त्यही भएर भाइ पेपर छैन पेपर यार अनि केमा टिप्ने त नम्बर मैले भन त कान्छे अरे कान्छी नै पो भन न भन भनिदिउँ मिति नि भन्देऊ न भन्देऊ फेरि अहिले यसमा भन्दाखेरि फेरि सबैले थाहा पाउँछ हौ थाहा पाएर के गर्छ र ल भन त 98 सेलरी आउँछ कि